रेशम चौधरीले पनि जीवनमा अनौठा घटना बेहोरे। हुँदा हुँदा आज त एकैछिनमा पक्राउ परेर जेल चलान भएर पनि एकैछिनमा रिहा भए। यो घटनाले जसरी सारालाई अचम्मित बनाएको छ, त्यसरी नै देशको कानुनी व्यवस्था कतिसम्म हावादारी रहेछ, हावाको भरमा केसम्म हुँदो रहेछ भन्ने कुरालाई उदाङ्गो बनाएको छ। मङ्गलबार रेशम चौधरीलाई एकाएक पक्राउ गरियो। खासमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकता घोषणा कार्यक्रम तय भएकाले रेशम चौधरी राष्ट्रिय सभागृह भिरकुटी मण्डपमा पुगेका थिए। सोही समयमा उनलाई कार्यक्रम स्थलबाटै प्रहरीले नियन्त्रणमा लियो र हत्कडी लगाएर लग्यो। रेशम किन पक्राउ परे कसैलाई थाहा थिएन। मिडियाहरूमा पनि ब्रेकिङ जसरी नै न्युजहरू आए, तर कारण खुल्न बाँकी नै राखेर पक्राउ परे रेशम भन्दै समाचार सार्वजनिक भए। केही बेरमा रेशमलाई पक्राउ गरिएको कारण खुल्यो। कारणमा भनियो कि उनलाई आम माफी दिने जुन निर्णय थियो, उक्त निर्णय विरुद्ध परेको रिटमा सर्वोच्चले आम माफी बदर गर्दै पुनः उनलाई पक्राउ गरेर थुनामा राख्नु भनेर आदेश दियो र उनलाई पक्राउ गरिएको हो भनियो। केही समयमै पक्राउ परेका रेशमलाई दिल्ली बजार कारागारमा लगेर समेत राखियो। तर फेरि केही घण्टामै घटनाले नयाँ मोड लियो। जुन रेशमलाई पक्राउ गर्न भनी सर्वोच्च अदालतले जारी गरेको पत्र भनिएको थियो, उक्त पत्र नै फर्जी भएको तथ्य बाहिर आयो। यो तथ्यमा सर्वोच्च अदालत स्वयंले प्रेस विज्ञप्ति नै निकालेर रेशम चौधरीलाई पक्राउ गर्न भनी जारी गरिएको पत्र आधिकारिक नभएको भन्दै सूचना जारी गर्यो। हो, सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको बताएको छ। आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई पुनः अर्को पत्र पठाएको थियो। तर कुरो कसरी गडबड भयो त? आउनुहोस् घटनाको खास कुरो विस्तृतमा जानौँ। टिकापुरमा विक्रम सम्वत 2072 साल भदौ 7 गते भएको घटनामा एक नाबालक र 7 प्रहरीको ज्यान गएको थियो। उक्त घटनाका मुख्य योजनाकारका रूपमा मुद्दा दायर भएका रेशमलाई कैलाली जिल्ला अदालत र उच्च अदालत धनगढीले दोषी ठहर गरी जेलमा गएका थिए। जेलमा रहेकै बेला उनले राष्ट्रिय जनता पार्टीका तर्फबाट वारेस मार्फत उम्मेदवारी दर्ता गरी 2074 को संसदीय निर्वाचनमा कैलाली 1बाट जिते। त्यसबेला उनलाई जेलबाटै लगेर शपथ गराएर पुनः जेलमै राखिएको थियो। 2080 जेठ 14 को मन्त्री परिषदको निर्णयबाट भएको सिफारिसका आधारमा जेठ 15 गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आम माफी दिए चौधरीलाई। आम माफी पाए लगत्तै चौधरी जेलबाट रिहा भए। तर आम माफी दिने निर्णय विरुद्ध 2080 जेठ 16 गते नै टिकापुर घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहराले रिट दायर गरेकी थिइन्। उनले रिटमा आम माफीको निर्णय बदर गरी चौधरीलाई थुनामै राख्न माग गरेकी थिइन्। सरकारले जन्मकैद भएको मुद्दामा 50% कैद भुक्तान गरेपछि मात्र माफी दिन सकिने कानुनी प्रावधानलाई उल्लङ्घन गर्दै आम माफी सिफारिस गरेको थियो। त्यसमा रिट समेत परेपछि सर्वोच्चमा यो मुद्दा विचाराधीन अवस्थामा रहेको छ। तर सर्वोच्चले रेशम पुनः पक्राउ गरेर थुनामा पठाउनु भन्ने आदेशको पत्र पठाएको भन्दै प्रहरीले मङ्गलबार रेशम चौधरीलाई पक्राउ गर्यो। उनको पक्राउसँगै नागरिक उन्मुक्ति र जनमत पार्टीको एकता कार्यक्रम स्थगित नै हुन पुग्यो। तर पछि सर्वोच्चको भनिएको पत्र नै आधिकारिक नभएको र फर्जी भन्दै रेशमलाई सर्वोच्चले तत्काल रिहा गर्न भन्यो र रेशम रिहा पनि भएका छन्। केही घण्टा अघि हत्कडी लगाएर जेल पुगेका उनी हात हल्लाउँदै एकैछिनमा फुलमाला र खादा लगाएर बाहिरिए। अहिले उक्त पत्र के कसरी जारी भएको भन्ने बारे सर्वोच्च अदालतले आन्तरिक अध्ययन सुरु गरेको बताएको छ र सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्ने अधिकृतलाई कारबाही गरेको जनाएको छ। रेशम चौधरीलाई कारागारमा राख्नु भन्दै दिल्ली बजार कारागारलाई पत्र लेख्ने अदालतको रिट तथा मुद्दा महाशाखाका शाखा अधिकृत महिमान सिंह विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको छ। यो घटनाले हाम्रो देशको न्याय क्षेत्र कतिसम्मको हावादारी रहेछ, कसरी मान्छेलाई क्षणभरमा जेल पुर्याइदो रहेछ भन्ने स्पष्ट देखाएको छ। यदि यो ठाउँमा अरू नै सामान्य नागरिक हुन्थ्यो भने यो खालको सोधी खोजी हुन्थ्यो होला। धन्न रेशम चौधरी त पार्टीका नेता थिए र हल्ला खल्ला सोधी खोजी भयो अनि थाहा भयो भित्री कुरा। नत्र साधारण मान्छे भएको भए बिचरा अनाहकमा जेलको बास हुने रहेछ।